सो साथीहरू हामीले चाहिँ हिजोको टपिकलाई अलिकति कन्टिन्यू गर्छौँ, बाँकी नै थियो। हामीले अडियो सुन्यौँ है, र आज चाहिँ हामी रेन्चु बी जाने र पछि चाहिँ अलिकति समय भयो भने खान्जी रिभिजन गर्नेछौँ, हुन्छ? सो सबै कुरा एउटै स्लाइडमा भएकोले साथीहरू चाहिँ कतै नगइकन आजको टपिकलाई कन्टिन्यू गर्ने कोसिस गर्नुहोस् है त। ल त्यसो भएछ साथीहरूलाई थाहा छ यो रेन्चु बीको यो टपिक। हेर्नुहोस् त, म तपाईँलाई यहाँ बताउन चाहेको कुरा के छ भने यहाँ हेर्न सक्नुहुन्छ है साथीहरूले, यहाँ सुपरमार्केट देखिरहनु भएको छ एक नम्बरको पिक्चरमा, देख्नुभयो नि सुपरमार्केट। ओके, यहाँनिर सुपाए इकिमास सुपरमार्केट जान्छु भने जस्तै तपाईँले यो कुन ठाउँ होला चेक गर्ने के आफूले, यो र यो पार्ट के हो आफूले चेक गर्ने कोसिस गर्नुहोस् त, सक्नुहुन्छ? नान्देस्का मिनासान, हामीले यो पोस्ट अफिसलाई के भन्ने हो त जापानिजमा? मलाई वर्ड मात्रै भए पुग्छ। प्लिज टाइप दिस वर्ड इन च्याट बक्स मिनासान। खाइते खुदा छैन वाट वी से पोस्ट अफिस इन जापानिज। ल साथीहरू लेखिदिनुहोस् त, के लेख्ने त पोस्ट अफिसले जापानिजमा? सो सम्झिने कोसिस गर्नुहोस्। त्यसपछि यो लेखिसक्ने साथीहरूले वाट वी से डिपार्टमेन्ट स्टोरलाई के भन्ने, यो कुरा पनि याद गर्नु होला। त्यसपछि ब्याङ्कलाई के भन्ने र आर्ट ग्यालरीलाई के भन्ने त? ल साथीहरू यो शब्द सम्झ्यौँ त। करेवा युबिन के को देश ने, यो एउटा पोस्ट अफिस हो नि त। सो वी क्यान क्रिएट क्वेसन राइट। जसरी यहाँ सुपाए इकिमास भएको थियो, अब हामीले के गर्ने सुपरमार्केटको ठाउँमा युबिन के कुए इकिमास। ओके, कुशलजीले भन्नुभयो गिङ्को नम्बर 3 को है, यो चाहिँ गिङ्को ए इकिमास जान्नुभयो। यसरी तपाईँहरूले चाहिँ गर्दै जानु होला है। यहाँसम्म बुझिन्छ साथीहरू यो टपिकलाई? ल बुझिन्छ भने यस भन्नुहोस् है, एकदमै इजी छ। तपाईँ कुन ठाउँ जाने हो मात्रै त्यो ठाउँ राख्ने र तपाईँले गर्न चाहनुहुन्छ। सो बिजु चुखान भन्नाले म्युजियम नभइकन नि कुशलजी आर्ट ग्यालरी भन्ने बुझिन्छौँ। ल आर्ट ग्यालरीलाई हामीले बिजु चुखान भन्छौँ। हुन त आर्ट म्युजियम पनि भन्छौँ होइन, तर स्पेसल्ली आर्ट ग्यालरी बुझिन्छौँ, त्यही भएर। र म्युजियम भन्नु पऱ्यो भने हाकुबुचु खान भन्छ, त्यो म तपाईँलाई पछि बताउनेछु। सो सल्भ गर्न सक्छौँ होइन त साथीहरू? हामीले सुपरमार्केटको ठाउँमा यो प्लेस लगाएर बाँकी यो सेन्टेन्स राखिदिने मात्रै हो। सो यदि कुनै डाउट छ भने भन्नुहोस् है, सकिन्छ कि सकिँदैन त? यस सक्नुहुन्छ है, एकदमै सजिलो छ। ल त्यसो भए अर्को टपिकमा हामी जानेछौँ। त्यो टपिक चाहिँ रेन्चु बी अन्तर्गतकै 2 नम्बरको क्वेसनमा जानेछौँ। ल यता हेर्नुहोस् त साथीहरू, के छ हामीसँग खेसा। खेसा वा नान्देस्का मिनासान, यो खेसा भनेको चाहिँ के होला त? एकचोटि सम्झिदिनुहोस् त, खेसा वा नान्देस्का, खेसा वा नान्देस्का। मर्निङ मात्रै होइन, मर्निङलाई त हामीले आशा भनेको थियो। खेसा अझ पर्फेक्टली मिनिङ आइरहेको छैन है। आशा भनेको मर्निङ हो, बिहान हो, तर खेसा भनेको के होला त? खेसा। ओके, यस आज बिहान, यस दिस मर्निङ भन्नु पऱ्यो भने खेसा भनिन्छ, तर आशा भनेको चाहिँ बिहान मात्रै भयो। अब यहाँ क्वेसन बनाउनु पर्यो है साथीहरू। सुरुमा खेसा भन्ने शब्दलाई यहाँनिर राखेर के गरेको छ? दोको ए इकिमासिताका भनेको छ नि, आज बिहान कहाँ जानुभयो भनेको रहेछ। बुझ्नुभयो? अब यहाँनिर आज बिहान कहाँ जानुभयो भने जस्तै सुरुमा हेर्नुहोस् है, यो सेनगेचु भनेको के हो त? ल सेनगेचु भनेको मलाई मिनिङ चाहियो है साथीहरू। किनाउन गोगो भनेको छ 2 नम्बरको सेन्टेन्समा चाहिँ। पहिला यो भनेको के हो? ल मैले रिप्लाई पाइरहेको छु है। सेनगेचु भनेको उहाँले लेख्नुभयो लास्ट मन्थ, लास्ट विक होइन है, लास्ट मन्थ हो। सेन्स्यु भएको भए चाहिँ लास्ट विक हुन्थ्यो नि त है, त्यसैले लास्ट मन्थ भयो। सो किनाउन गोगो भन्दा के बुझ्ने त हामीले? किनाउन गोगो, किनाउन गोगो भनेको याद गर्नु होला। त्यस्तै राइस्यु न गेचियोबी भनेको के हो? यस कुशल सानले भन्नुभयो हिजो दिउँसो भन्नुभयो, एकदमै पर्फेक्ट छ है त। ल अर्को जाउँ त नम्बर 3 मा। राइस्यु न गेचियोबी भनेको के होला त साथीहरू? यो शब्द पनि हामी सम्झिदिउँ त।
राइस्यु नो गेचियोबी वा नान देसु का? यो भनेको चाहिँ के हो त? ओके राइस्यु वा नान देसु का? 先週今週来週何ですか皆さん来週は next month じゃありませんね来週の月曜日आउने हप्ताको सोमबार भन्ने कि ठीक छ नेक्स्ट विक मन्डे भन्नु बुझिन्छ है नेक्स्ट विक मन्डे ठीक छ त्यस्तै सेन्स्यु नो निचियोबी भनेको के हो त सेन्स्यु वा नान देसु का सेन्स्यु भन्दाखेरि चाहिँ उहाँले सेन्ट गेट्स लास्ट मन्थ भन्नुभएको थियो भने सेन्स्यु भन्दा चाहिँ के बुझ्ने रहेछौँ त नेक्स्ट विक आरिगातो गोजाइमासु राइस्यु नो गेचियोबी भन्दा प्रेजेन्ट फर्ममा छ यो वर्ड त्यस्तै किनौ नो गोगो किनौ इज अलरेडी पास्ट हिजो भनिसकेको छ सेन्स्यु भन्नाले के छ फेरि गएको हप्ता लास्ट विक भन्ने वर्ड छ त्यसैले पहिला क्वेसन बनाउँदाखेरि कुन वर्ड पास्ट हो कुन चाहिँ प्रेजेन्ट फर्ममा छ त्यो कुरा याद गर्नुस् ल अब हेर्नुस् है त त्यति वर्ड याद भइसकेपछि अब यो सल्भ गर्न सजिलो हुन्छ यहाँ कसरी क्वेसन बनाउनु पर्यो भने तपाईले खेसाको ठाउँमा सेन्गेछु दोकोए इकिमास्ताका यो चाहिँ कमन नै क्वेसन हुने भयो कहाँ जानु भयो भनेको रहेछ सो रिप्लाईमा के आउँछ त उ त अमेरिका गएको रहेछ सेन्गेछु दोकोए इकिमास्ताका लास्ट मन्थ कहाँ जानु भयो भनेको रहेछ सो रिप्लाई के आउँछ त अमेरिका हे इकिमासिता अमेरिका यहाँनिर आउने भयो अरू प्याटर्न सेम जान्छ सकिन्छ साथीहरू यो सल्भ गर्नको लागि सकिन्छ भने यस गर्नुस् ल यदि सकिएन भने म फेरि त्यही दोस्रो नम्बरको एक्जाम्पलमा जानेछु सो क्यान वी सल्भ दिस वर्ड यस सर नो जस्ट टाइप ओके सो नम्बर 2 मा पनि हेर्नुस् है किनौन गोगो भनेको छ नि हिजो दिउँसो हैन यो भन्नु पर्यो भने के गर्ने त हिजो दिउँसो भनेपछि पास्ट टेन्समा क्वेसन आउँछ हैन सेम तरिकाले किनौन गोगो दोकोए इकिमास्ताका सेम क्वेसन लाग्ने भयो हिजो दिउँसो कहाँ जानु भयो यसरी प्रश्न गरेको रहेछ सो कहाँ गएको रहेछ हेर्नुस् त हिजो दिउँसो यो नम्बर 2 को पिक्चर भयो नि त सो रिप्लाई के आउँछ त लमिनासन टाइप हो सिधै खुदा छैन टाइप गरिदिनुस् है त सक्नुहुन्छ भने टाइप गर्नुस् नत्र भने सुनिराख्नुस् है त कहाँ गएछ त तोस्यो खाने इकिमासिता सो मिनासान कोनो तोस्यो खान वा नान देसु का यो तोस्यो खान भनेको के हो याद छ स सान बान हेर्नुस् है 3 नम्बरको पिक्चरमा चाहिँ सेन्स्यु नो निचियोबी सेन्स्यु जान हैन राइस्यु नो गेचियोबी भन्दा साथ आउने हप्ताको सोमबार भन्यो आउने हप्ता भन्नाले त आउँदैछ नि त त्यसैले हामीले यो कुरा पास्ट टेन्समा नभएर प्रेजेन्ट फर्ममा क्वेसन बनाउनु पर्ने भयो अब त्यहाँनिर इकिमासिताका नभएर चाहिँ के आउँछ अब इकिमास्का भन्ने प्रश्न आउँछ कि साथीहरू यो कुरा याद गर्नुस् है किन यो प्रश्न आयो त किनकि राइस्यु आउने हप्ता फ्युचर पास्ट भइसकेको छैन नि त त्यसैले नादेस्का राइस्यु नो गेचियोबी दोकोए इकिमास्का भनेर प्रश्न गर्ने र रिप्लाई चाहिँ के आउने भयो त पावादेंकिए इकिमास हाइड्रो पावरमा जान्छु भन्ने हो सक्नुहुन्छ यो पनि त्यस्तै अर्को छ हामीसँग 4 नम्बरमा हेर्नुस् त सेन्स्यु नो निचियोबी के भनिरहेछ त सेन्स्यु नो निचियोबी गएको हप्ताको आइतबार क्वेसन यही नै हुने भयो फेरि दोकोए इकिमास्ताका कहाँ जानुभयो त अब साथीहरू भनिदिनुस् त ऊ कतै पनि गएको रहेनछ घरमै मजाले सुतेर बसेको रहेछ सो कतै पनि गइन भन्नलाई के भन्ने कसले सक्नुहुन्छ यो वर्ड ल साथीहरू एकचोटि आफ्नो आन्सर दिनुस् त कतै पनि गइन यो कुरा मैले हिजो पनि बताएको थिएँ टाइप योर आन्सर के भन्ने त हामीले कतै पनि गइन ओके ल कतै पनि गइन भन्नु पर्यो पास्ट टेन्समा जानु पर्ने भयो दोकोमो इकिमासेन देशिता कतै पनि गएको थिइन भन्ने हो ठीक छ क्लियर छ यो टपिक मिनासान वकारिमासिता का हाई दोकोमो इकिमासेन देशिता यस यसरी नै गर्ने ल कतै पनि जानु भएको थिएन भन्न खोजेको छ है ल त्यसो भए
अर्को हामी क्वेसन नम्बर 3 सल्भ गरौँ है त क्वेसन नम्बर 3 मा साथीहरूले एकचोटि याद गरिदिनुहोस् है यो सवारी साधन छ करेवा नान्देस्का मैले यहाँनिर लेखेँ ल देन्स्या भनेर लेखिदिएँ ट्रेन सो मिनासान करेवा नान्देस्का यो चाहिँ के होला त यो पार्ट चाहिँ के हो जापानिजमा सम्झिनुहोस् त थाहा छ है तपाईँहरूलाई बट डोन्ट राइड साइकल है तर यो साइकललाई के भन्छ त्यो चाहिँ मलाई चाहिएको ओके यसलाई हामीले के भन्यौँ त जितेन्स्या देस्ने साइकल भन्नुभयो ठिक छ अब हामीसँग अर्को एरोप्लेन पनि रहेछ व्हाट वी से एरोप्लेन इन जापानिज हिकौकी वा एरोप्लेन रहेछ हैन हामीसँग ठिक छ अर्को छ हामीसँग नान्देस्का मिनासान करेवा सिप ओके फुने ने करेवा फुने देस्ने ल अर्कोमा हेर्नुहोस् त ऊ हिँडेर गइरहेको छ है उसँग केही पनि माध्यम छैन आरुइते किमास हिँडेर जान्छु हैन केही पनि माध्यम छैन सो अब सेन्टेन्स बनाउनु पर्यो यहाँनिर हेर्नुहोस् है नान्दे भन्ने वर्ड हामीलाई कमन चाहिन्छ सबैमा प्रश्नमा चाहिन्छ है एकिमासका भन्ने यो भाव पनि चाहिन्छ हामीलाई तर चेन्ज गर्नुपर्ने कुरा चाहिँ यो प्लेस मात्रै चेन्ज गर्ने कि जस्तै यो क्योतोको पिक्चर थियो त्यसैले के भन्यो नान्दे क्योतो एकिमासका केमा क्योतो जानुहुन्छ भनिरहेछ भने रिप्लाईमा के दियो देन्स्या दे इकिमास ट्रेनमा जान्छु भने जस्तै तपाईले दिएको यो वर्ड याद गर्नुस् है गाक्को छ टोक्यो छ हैन यहाँ क्योतो छ यहाँ टोक्यो छ यहाँ क्युशु भन्ने प्लेस छ र यहाँ एकी भन्ने वर्ड छ सो पहिला क्वेशन बनाउन सिक्नुस् पर्फेक्टली कसरी गर्ने त नान्दे यसको ठाउँमा गाक्को राख्नु पर्यो अब नान्दे गाक्को ए इकिमास्का गर्ने हो ल साथीहरू रिप्लाई के आउँछ त जितेन्स्या दे इकिमास भन्नुहुन्छ नि हैन ल त्यसो भए नम्बर 3 को नम्बर 2 को चाहिँ साथीहरूले सल्भ गरिदिनुस् त क्वेशन कसरी बनाउने पहिला सुरुमा यहाँनिर दिएको प्लेस चाहिँ टोक्यो भन्ने छ हैन टोक्यो र उकेमा गएको छ हिकौकीबाट गइरहेको छ भने क्वेशन कसरी बनाउनुहुन्छ त ल एकचोटि क्वेशनको फ्रेम बनाइदिउँ त साथीहरू ल म पर्खिरहेको छु है त नान्दे टोकियो ए इकिमास्का केमा टोक्यो जानुहुन्छ अरे सो हाउ टु रिप्लाई मिनासान रिप्लाई चाहिँ कसरी गर्ने त ल प्रमिलासानको सेन्टेन्स पनि एकदमै ठिक छ सो हाउ टु रिप्लाई हिकौकी दे इकिमास एकदमै ठिक छ ल साथीहरूले मजाले सक्नुहुन्छ अब यहाँ पनि त्यसरी नै प्रश्न गर्ने त हो नि हैन नान्दे क्युशु ए इकिमास्का केमा क्युशु जाने भन्दाखेरि फुने दे इकिमास सो मिनासान यो चाहिँ कसरी रिप्लाई दिने मात्र मलाई रिप्लाई चाहिन्छ है मैले प्रश्न गरिरहेको छु नान्दे एकी ए इकिमास्का केमा स्टेसन जानुहुन्छ त आरुइते इकिमास हिँडेर जान्छु केही पनि माध्यम नहुँदाखेरि हामीले आरुइते भनिन्छ दे पार्टिकल लाग्दैन यहाँसम्म त हामी क्लियर भइसक्यौँ ठिक छ साथीहरू यहाँसम्म कुनै कन्फ्युजन छ कि छैन ल भन्नुहोस् त नो ओके आरिगातो गोजाइमास ने सो नेक्स्ट प्याटर्नमा जाउँ ल अब यहाँ दिएको वर्ड छ यहाँ एउटा प्लेस छ प्लेस क्योतो भन्ने प्लेस छ र यहाँनिर चाहिँ पर्सन दिएको छ है व्यक्ति दिएको छ तोमोदाची भन्ने दिएको रहेछ प्लेस र पर्सन छ अब तपाईले क्वेशन कसरी गर्ने त दारे तो कोसँग क्योतो ए इकिमास्का रे कोसँग क्योतो जानुहुन्छ रे अब तपाईले चेन्ज गर्नुपर्ने चाहिँ प्लेस चेन्ज गर्नु पर्यो दिस टपिक यु हैव टु चेन्ज है ठीक छ र कोसँग भनेकोले तपाईले रिप्लाई चाहिँ यो पार्टबाट दिने यहाँ भनेको छ साथीसँग जान्छु भने जस्तै मलाई मिनिङ चाहिएको ल खानोज्यो भनेको के हो त साथीहरू खानोज्यो आई फर्गट दिस वर्ड खानोज्यो नान्देस्का खानोज्यो गर्लफ्रेन्ड देस्ने हामीले के बुझ्यौ खानोज्योले गर्लफ्रेन्ड पनि बुझ्यौ भने सी पनि मिनिङ हुने रहेछ ठीक छ हामी यता जाउँ है फेरि
बिजुजु खान भन्ने वर्ड छ बिजुजु खान वा अघि हामीले हेरिसकेको थियो आर्ट ग्यालरी भनेर होइन र खानोजी उनीसँग जान्छु भनेको रहेछ त्यस्तै खाइसानो हितो भन्नेको मिनिङ थाहा छ त खाइसानो हितो नान देस का खाइसा वा नान देस का मिनासान ओके खाइसा वा नान देस का मिनिङ मलाई चाहियो है अनि खाजोकु भनेको के होला साथीहरू यस कम्पनी पर्सन राइट आरिगातो गोजाइमासु कुशल-सान फ्यामिली देश ने चुकी वा हितोरिदे भनेको के होला त हितोरिदे वा नान देस का ल साथीहरू एकचोटि भनिदिनुस् त हितोरिदे वा एलोन देश ने हाई आरिगातो गोजाइमासु सो अब तपाईहरुले प्रश्न बनाउनु पर्यो है साथीहरुले के गर्ने भने दारेतो क्योतो भनेको ठाउँमा दारेतो बिजुजु खाने इकिमास्का भन्दाखेरि रिप्लाई के आउँछ त मलाई रिप्लाई मात्र लेखिदिनुस् त 4 नम्बरको एकचोटि दारेतो बिजुजु खाने इकिमास्का कोसँग आर्ट ग्यालरी जानुहुन्छ साथीहरु एकचोटि रिप्लाई पाउँ त प्लिज खाइते कुदासाई ने रिप्लाई खाइते कुदासाई देकिमास् ने एकदमै इजी छ कोसँग आर्ट ग्यालरी जानुहुन्छ भन्यो भने कसरी रिप्लाई दिने त कोसिस गरिदिनुस् है साथीहरुले सक्नुहुन्छ मज्जाले ओके ल साथीहरु क्वेशन बनाइदिनुस् हामीले अघि गरिसक्यौ दारेतो प्लेस चेन्ज गर्ने भनिसकेको छु हो खानो जो त इकिमास ठीक छ कुशल-सान आरिगातो गोजाइमासु त्यस्तै अर्को छ है त दारेतो हिरोशिमा ए इकिमास्का कोसँग हिरोशिमा जानुहुन्छ त सो यहाँ चाहिँ के आउने भयो त खाइसानो हितो तो इकिमास गर्ने त्यस्तै अर्को दारेतो होक्काइदो ए इकिमास्का मिनासान कोसँग होक्काइदो जानुहुन्छ त प्लिज रिप्लाई पाउँ त ल तपाईहरुबाट कोसँग होक्काइदो जानुहुन्छ त ओके ल लेखिदिनुस् है रिप्लाई दारेतो होक्काइदो ए इकिमास्का खाजोकु तो हाई खाजोकु तो इकिमास यस सो दारेतो फ्रान्सु ए इकिमास्का कोसँग फ्रान्स जानुहुन्छ त रिप्लाई दिनुस् त साथीहरु कोसँग दारेतो फ्रान्सु ए इकिमास्का खाइते कुदासाई ठीक छ यही क्वेशन तपाईले प्र्याक्टिकली गर्नुभयो भने कोसँग जाने केमा जाने कहिले जाने आदि इत्यादि प्रश्नको हामी फेस गर्न सक्छौं ठीक छ ल त्यसो भए अर्को टपिकमा गए अर्को टपिकमा जानु भन्दा अगाडि मलाई लाग्छ साथीहरुले गते बार महिना अझै क्लियरली हुनु भएको छ कि छैन पहिला भन्नुस् त छौं या छैनौं हामीलाई गतेमा कतिको कन्फ्युजन छ यस अर नो पहिला बताइदिनुस् है गते बार महिना कतिको बुझ्नु भएको छ या बुझ्नु भएको छैन हामीले यो गते बार महिना सिक्नु भन्दा अगाडि तपाईले कसरी सिक्नु पर्यो भने पहिला नम्बर याद गर्नुपर्छ है नम्बर चाहिँ गतेमा चाहिँ स्पेशली 10 वटा 1 देखि 10 सम्मको गतेहरू 14 तारिख 20 तारिख र 24 तारिख एक्सेप्सन उच्चारण छ त्यसैले ओके लेट्स सी अहिले तपाईहरुको कन्फ्युजन कतिको छ थाहा पाउने छु है त छुटेकोले हाम्रो कुशलजीलाई चाहिँ अलिकति अप्ठ्यारो भयो भन्नु भएको छ ल ठीक छ सो यहाँ हेर्नुस् है त साथीहरु क्योतो भन्ने छ यहाँनिर एउटा प्लेस छ र यहाँनिर एउटा डेट मिति तोकिएको छ हैन र प्रश्न गरेको छ कि इचु कहिले भन्यो भने यो आन्सर आउने हो नि त कहिले भन्यो भने कहिले भनेको छ इचु क्योतो ए इकिमास्का भनेको छ नि कहिले क्योतो जानुहुन्छ भनेर प्रश्न गरिएको रहेछ अब रिप्लाई कसरी दिएको छ त सानगाछु मिखा भनेको कति हो त एकचोटि लेखिदिनुस् त सानगाछु मिखा वा नान देस्का यो भनेको कति तारिख हो त इंग्लिशमा एकपटक तपाईबाट रिप्लाई पाउँ त साथीहरु कोनो सानगाछु मिखा वा नान देस्का खाइते कुदासाई ने मार्च 3 यस ठीक छ सो मिनासान कोनो ने अर्को पनि भनिदिनुस् है यो कुगाछु जु योक्का भनेको के हो त यो चाहिँ कति तारिख हो त प्रमिला सान के याद छ बताइदिनुस् है कुगाछु जु योक्का वा नान देस्का देखिनुहोस् न यो पनि थाहा छ है त्यस्तै अर्को छ राइने नो सानगाछु भनेको के हो त पहिले यो मिनिङ बुझ्नुस् है त्यस्तै अर्को छ राइगेछु भनेको के हो
र सेन्सियो न सुयोबी भन्ने के हो पहिला यस्तो मिनिङहरू थाहा भयो भने चाहिँ हामीले एक्जाम पनि कभर गर्न सक्छौँ ल मैले लेख्दिएँ है हाम्रो कुगाचु जिउ योका भन्नालाई के बुझ्छौँ त सेप्टेम्बर 14 हो त साथीहरू गेस गर्नुहोस् ल राई नेन्नो सानगाचु भन्नाले आउने महिनाको मार्च महिना रहेछ हो मार्चमा दिएको रहेछ त्यस्तै राइगेचु भन्न खोज्दा के बुझ्छ नेक्स्ट मन्थ आउने महिना भन्ने बुझ्यौ त्यस्तै कौन सिउन सुयोबी भन्न खोजेको चाहिँ यो हप्ताको बुधबार भन्न खोजेको रहेछ यहाँसम्म त क्लियर छ अब यहाँनिर तपाईँले के गर्ने त हेर्न सक्नुहुन्छ सबैमा इचु भन्ने क्वेसन राख्ने र इकिमास्का भनेर प्रश्न गर्ने तर मैले तपाईँलाई के भनेको छु भने यहाँनिर पार्टिकलको केस हेर्नुहोस् त गते फिक्स भएकोले यहाँ नि पार्टिकल लागेको छ है यहाँनिर राइसियो भनेको छ अब राइसियो भन्नाले कहिलेको राइसियो हो थाहा छैन नि त त्यसैले यहाँनिर केही पनि पार्टिकल लागेको छैन यो कुरा चाहिँ ध्यान दिनु होला ठिक छ साथीहरू ल त्यसो भए अर्को क्वेसनमा जानेछु है त ल साथीहरू अर्को क्वेसन हेर्नुहोस् त यहाँ एउटा पिक्चर छ दिस पिक्चर इज अबाउट मीरा मीरा भन्ने यो क्यारेक्टर व्यक्तिको बारेमा छ है ऊ चाहिँ कहिले आफ्नो ठाउँबाट जापान आएको रहेछ कहिले फर्किँदैछ आदि इत्यादि कुरा प्रश्न गरिएको छ तपाईँले चाहिँ यसको जवाफ यो पिक्चरमै दिएको छ हेर्नुहोस् है पहिला भनेको छ कि इचु यहाँ हेर्नुहोस् है इचु निहोने किमास्ताका भन्दाखेरि के छ त कहिले कहिले जापान आउनुभयो भनेर प्रश्न गरिएको रहेछ र यहाँनिर हेर्नुहोस् है त कहिले आएको रहेछ ऊ त क्यों न कुगाछु ऊ जापान आएको मिति यहाँ रहेछ आएको मिति रहेछ यहाँ समय ठिक छ साथीहरू यो पहिला समय याद गर्नुहोस् त्यसैले के भनेको छ क्यों न कुगाछु नि किमासिता यो वर्षको कहिले आएको रहेछ ऊ सेप्टेम्बरमा आएको रहेछ क्यों न कुगाछु नि किमासिता भने जस्तै दारेतो कोसँग निहोने किमासिताका भनेको रहेछ दारेतोको मिनिङ पहिला बुझ्नुहोस् है कोसँग जापान आउनु भयो रे कुनै व्यक्ति छ यहाँ छैन नि हैन त्यसैले कसरी रिप्लाई दिने त ऊ एक्लै आएको रहेछ भने हाउ टु रिप्लाई गाइस खाइते खुदासाई दारेतो निहोने किमासिताका कोसँग जापान आउनु भयो त खाइते खुदासाई लेखिहाल्नुहोस् त म पर्खिरहेको छु है तपाईँहरूको रिप्लाई स्क्रिनमा तपाईँहरूले क्वेसन देख्नु भएको छ र मैले यही क्वेसन दोहोऱ्याइरहेको छु सो हाउ टु रिप्लाई दारेतो निहोने किमासिताका कोसँग जापान आउनुभयो त उहाँ हितोरिदे किमासिता गर्ने ल किमासिता नगर्नुहोस् है यहाँनिर किमासिता भनेकोले हितोरिदे किमासिता एक्लै आए ल एकदमै ठिक छ है तपाईँको आन्सर मिल्यो होइन अर्को जाउँ है त सेनगेचु गएको महिना दोको किमासिताका कहाँ जानु भयो रे सेनगेचु भनेको यो महिनामा ऊ कहाँ गएछ हेर्नुहोस् त यहाँ कोरिया गएको रहेछ सो हाउ टु रिप्लाई मिनासान ऊ सेनगेचु कोरिया गएको रहेछ सो रिप्लाई दिने बेलामा चाहिँ अब यो कोरियालाई यहाँ के लेखेको छ खाङ्कोकु सो लेखिदिनुहोस् त पर्फेक्ट तरिकाको रिप्लाई कस्तो हुन्छ त प्रश्न त बुझिसक्नुभयो सेनगेचु दोको किमासिताका वेयर यु वेन्ट लास्ट मन्थ भनेको छ सो रिप्लाई विल बी खाङ्कोकु इकिमासिता आउँछ होइन त तपाईँको रिप्लाई के आउँछ त खाङ्कोकु इकिमासिता गर्ने हो कोरिया गए भनिदिने सामान्य सान्सेट खाङ्कोकु इकिमासिता यस आरिगातो गोजाइमासु एकदमै यसरी जवाफ दिँदै जानुहोस् ल र अर्को छ नान्दे केमा नान्दे खाङ्कोकु इकिमासिताका केमा ऊ कोरिया गयो त नान्दे खाङ्कोकु इकिमासिताका मिरासान वा केमा गइरहेछ ऊ प्लेनमा गयो हो त या ट्रेनमा गयो ल
यसको पनि रिप्लाई लेखिदिनुस् है त। नान्दे खाङ्कोकुए इकिमासिता का, केमा कोरिया जानुभयो। ल एकचोटि सब चाहिँ गर्नै पर्छ। मैले त यहाँनिर सिकाइरहेको छु, अब तपाईँहरूले एक्लै गर्दाखेरि डिफ्रेन्ट आउँछ नि त, त्यसैले ध्यान दिनुहोस् है। ल यसलाई कसरी रिप्लाई दिने त? फुने दे इकिमासिता, उहाँ सिपमा जानुभयो नि त होइन, त्यसैले फुने दे इकिमासिता एकदमै ठिक छ। तपाईँहरूले यो नि गर्नुभयो, यो पनि गर्नुभयो। अब हामीसँग लास्ट एउटा क्वेसन छ, इचु इचु वा कहिले ने इचु कुनी खाइरिमास्का, कहिले देश फर्किनुहुन्छ त? हेर्नुहोस् त उसको फर्किने समय पनि यहाँ तोकेको छ। सो इचु भनेको के बुझ्यौँ त? कहिले देश फर्किनुहुन्छ। यहाँ चाहिँ के थियो? केमा भनी सिकेको थियो भने यहाँ चाहिँ कहाँ भनेर सिकिरहेको थियो। सो इचु कुनी खाइरिमास्का, उहाँ कहिले आफ्नो देश फर्किनुहुन्छ त? खाइते खुदासाई लेखिदिनुहोस् त, कुन चाहिँ मिति हो त ऊ फर्किने मिति? ओके खाइते खुदासाई नै सक्नुहुन्छ मजाले। इचु कुनी खाइरिमास्का, मिरासान वा इचु कुनी खाइरिमास्का। एक क्वेसन मैले कुशल सानलाई सोधेँ भने कुशल सान इचु उचिए खाइरिमास्का, इचु काठमाडौँ कि मास्का आदि इत्यादि प्रश्न गर्छु नि। ओके प्रश्न त बुझिन्छ भने रिप्लाई कसरी दिने त? खाइते कुदासाई नै मजाले सक्नुहुन्छ, कोसिस गर्नुहोस्। बिग्रियो भने म छु सच्याइदिने, तर तपाईँहरूलाई कन्फ्युजन चाहिँ अब यो क्लियर नहोला सायद है। यहाँ भनेको छ नेक्स्ट इयर डिसेम्बरमा फर्किने प्लानिङ रहेछ भनेपछि नेक्स्ट इयरलाई के भन्ने त? राइनेन भनिन्छ होइन, राइनेन जिउनी गाछु नि खाइरिमास भन्ने है। ठिक छ, राइनेन जिउनी गाछु नि चाहिँ चाहिन्छ है, किनकि यो मिति भएकोले नि पार्टिकल लाग्छ नि त। प्लेस भनेको भए पो ए पार्टिकल लाग्छ होइन र? यो कुरामा ध्यान दिनु होला ल। राइनेन नि गाछु नि खाइरिमास, आउने वर्षको डिसेम्बरमा फर्किनुहुन्छ अरे। ठिक छ, डिसेम्बर फिक्स डेट भएकोले, फिक्स्ड मन्थ भएकोले नि पार्टिकल लगाएको, त्यहाँनिर ए पार्टिकल लाग्दैन। ठिक छ प्रमिला सान, क्लियर हुनुहुन्छ? कुनै पनि समय चाहे त्यो गते बार महिना अनि ऋतु बताउनु पर्यो भने नि पार्टिकल लाग्छ, अदरवाइज ए पार्टिकल चाहिँ हामीले आफ्नो डिरेक्सन गन्तव्य बताउने बेलामा मात्रै लाग्छ है। ल त्यसो भए यो त हामीले सल्भ गऱ्यौँ भने अर्को पार्ट के होला है त? ल साथीहरू एउटा डेन्जर पार्ट छ है यहाँनिर। यस्तो चाहिँ तपाईँहरूले एक्जाममा फेस गर्नुपर्ने हुनसक्छ कहिलेकाहीँ चाहिँ। यहाँ हेर्नुहोस् ल, यो चाहिँ तपाईँले यसरी बुझ्नुहोस् कि यो तपाईँको दैनिकी छ। तपाईँको आजको मिति खायोबीमा हुनुहुन्छ, तपाईँ यहाँनिर हुनुहुन्छ। ठिक छ साथीहरू, के हो भनेर यत्रो ठुलो आएर बोर्डमा छ नि त, आजको मिति, आजको बार खायोबी छ। ठिक छ, अब तपाईँले आजको बार खायोबी भएपछि खरे वा आशिता भयो नि यो टपिक त होइन र साथीहरू? यो भोलिको कुरा भयो नि त, यो असाध्य भयो हो। पर्सि भयो भने यो चाहिँ हामीले सी असाध्य भन्न सक्छौँ, निकोर्सी भन्न सक्छौँ कि। ठिक छ, अब यहाँनिर पास्ट टेन्सको कुरा आयो भने मिनासान हिजो भन्नु पऱ्यो भने के गर्ने त? र अस्ति भन्नु पऱ्यो भने के गर्ने त? पहिला शब्द सोचौँ त तपाईँको तर्फबाट। हिजो र अस्ति भन्नु पऱ्यो भने के गर्ने त? हिजो, वाट विसे हिजो, हिजो विसे किनौ भनेको हिजो भयो। ओके ठिक छ सामुनासान। ओके अस्ति भन्नु पऱ्यो भने के गर्छौँ त? ओ तो ई भन्यो। ठिक छ, हामीले हाम्रो एक हप्ताको दिनहरूलाई मजाले गनिरहेछौँ र तपाईँ आज यहाँनिर हुनुहुन्छ हो। ठिक छ, अब हेर्नुहोस् है त, तपाईँले सोमबारदेखि शुक्रबारसम्म जबमा व्यस्त हुनुहुन्छ। ठिक छ, अनि अर्को भनेको चाहिँ आइतबार तपाईँहरूको बिदा भइरहेको हुन्छ जापानमा, र शनिबार पनि बिदा भइरहेको हुन्छ,
कुन बार घुम्न जाने कुन बार रेस्ट गर्ने इट्स डिपेन्ड अन यु के तपाईँहरूमै डिपेन्ड हुन्छ ठिक छ अब यहाँ हेर्नुहोस् है त सेन्टेन्समा के भन्न खोजिरहेको छ यहाँ भनेको छ माई आशा नान्जिनी खाइसाए किमास्का भनेको छ नि हरेक बिहान कति बजे अफिस जानुहुन्छ भन्दाखेरि अफिस आवर हेर्न सक्नुहुन्छ 7:30 to 7:30 मा रहेछ ऊ अफिस जाने त्यसैले रिप्लाई छ सिचिजी हान्नी इकिमास भनेको छ नि 7:30 बजे जान्छ भनेको छ ठिक छ अब यहाँ क्वेसन चाहिँ अब यहाँबाट सुरु भयो माई आशा नान्दे खाइसाए इकिमास्का भनिरहेछ केमा अफिस जानुहुन्छ भनिरहेछ ल साथीहरू पत्ता लगाइदिनुहोस् त ऊ केमा अफिस गइरहेछ यो त ट्रेन छ ट्रेन भन्नु पर्यो अब रिप्लाई कसरी दिने त माई आशा नान्दे खाइसाए इकिमास्का ऊ केमा कम्पनी अफिस जान्छ त खाइते कुदासाई सानो एन्सर दिँदा मात्रै हुन्छ कोसिस गरिदिनुहोस् मजाले सक्नुहुन्छ ने मिरासान वा नान्दे खाइसाए इकिमास्का यसरी सोधेको बेलामा के गर्ने त ऊ रिप्लाई सजिलो आउँछ देन्स्या दे इकिमास गर्ने हो ठिक छ यति मात्रै रिप्लाई दिने ट्रेनमा जान्छ भनिदिने अर्को फेरि क्वेसन छ माई बान हरेक बेलुका नान्जिनी कति बजेतिर उचिए खाएरिमास्का भन्यो ऊ हरेक बेलुका कति बजे घर फर्किन्छ अफिसबाट हेर्न सक्नुहुन्छ अर्को टाइम 8 बजे फर्किँदैछ भने के भन्ने त माई बान नान्जिनी उचिए खाएरिमास्का कति बजे घर फर्किनुहुन्छ यसलाई पनि सल्भ गरिदिनुहोस् त ओके माई बान नान्जिनी उचिए खाएरिमास्का प्रमिला-सान इफ यु आर वर्किङ समवेयर है कतै काम गर्नुहुन्छ भने नान्जिनी उचिए खाएरिमास्का हाचिजिनी खाएरिमास यस आरिगातो हाचिजिनी उचिए खाएरिमास एकदमै ठिक छ है तपाईँले दिनुभएको रिप्लाई यसरी रहेछ हैन त हाचिजिनी 8 बजेतिर खाएरिमास फर्किन्छु भनेर रिप्लाई दिने त हो नि ए पिक्चर हेर्ने रिप्लाई दिने ल सो अर्को नम्बर 3 मा छ ओतोतोई अस्ति दारेतो कोसँग ओसाका जोए इकिमास्ता कारे अस्ति भनेपछि यो के भयो के हो आज थियो किन हिजो थियो अस्ति भनेपछि यताको पिक्चरमा कुरा आयो नि त फेरि कोसँग गइरहेछ हेर्नुहोस् त ऊ किमुरा भन्ने व्यक्तिसँग गइरहेको रहेछ सो हाउ टु रिप्लाई गाइज रिप्लाई दिनुहोस् त ऊ किमुरा भन्ने व्यक्तिसँग गएको रहेछ भने कसरी मिलाउने त यसलाई ल एकचोटि कोसिस गरिदिनुहोस् यो पनि सक्नुहुन्छ खाइते कुरा छैन मिनासान मिस्टेक भयो भने पनि डोन्ट वरी है म हेल्प गरिहाल्छु तपाईँहरूलाई ओतोतोई दारेतो ओसाका जोए इकिमास्ता कोसँग ओसाका जो जानुभयो रे ल साथीहरू लेखिदिनुहोस् त रिप्लाई ओके लेख्नुभयो त किमुरा तो गर्ने ल किमुरा सान तो इकिमासिता यस आरिगातो गोजाइमास ने किमुराजीसँग जानुभएछ अर्को क्वेसन छ फेरि दोयोबी आउने हप्ताको शनिबार दोकोए इकिमास्का कहाँ जानुहुन्छ त कहाँ जानुहुन्छ मिनासान रिप्लाई इट्स डिपेन्ड अन यु है अब म यसमा चाहिँ के पनि भन्दिनँ कोसिस गरिदिनुहोस् त दोयोबी दोकोए इकिमास्का कहाँ जानुहुन्छ खाइते कुदा छैन मिनासान खाइते कुदा चाहिँ लेखिदिनुहोस् एकदमै इजी एन्सर छ दोयोबी दोकोए इकिमास्का कहाँ जानुहुन्छ त हेर्नुहोस् त कहाँ जानुभएको छ ओके आई गट इट पर्फेक्ट एन्सर फ्रम एभ्रिवान ने दोको म इकिमासेन कतै पनि जान्न भन्ने एकदमै ठिक छ ल साथीहरू हामीले यो पार्ट पनि सल्भ गर्यौँ जस्ट प्र्याक्टिस योर सेल्फ है अब बाँकी काम चाहिँ तपाईँहरूले गर्ने नि हुन्छ ल त्यसो भए हामीले यस्तो क्यालेन्डरहरूको कुराहरू आइरहेको थियो यहाँनिर मिरासानको जन्मदिन सोधिरहेको छ तान्जोबी वा इचु देस्का भनेर प्रश्न गरिरहेछ र रिप्लाई दिने बेलामा चाहिँ
जिउगाचु मुइखा देश भनिरहेछ नि होइन अक्टोबर 6 तारिकमा भने जस्तै तपाईँले मिराजीको अलरेडी यहाँ एक्सप्लेन गरिदिइसकेको छ। अब यामादाको बर्थडे पत्ता लगाउने हो, करिनाको बर्थडे, सन्तोष र मारियाको र साथसाथै तपाईँको साथीहरूको, तपाईँको फ्यामिली मेम्बरको, तपाईँको बेस्ट पर्सनको बर्थडे यसरी नै सोध्ने हो। सकिन्छ? ल प्रमिला सन जस्ट क्रिएट वान क्वेसन है। तपाईँले आफ्नै तरिकाले एउटा क्वेसन बनाइदिनुहोस् त। कसरी सोध्ने? कुनै पनि व्यक्तिको जन्मदिन कसरी सोध्ने त? हाउ टु आस्क बर्थडे। ओके, सक्नुहुन्छ? कोसिस गरियो भने सकिन्छ। जस्तै प्रमिलाजीले सोध्नु पर्यो राम भन्नेको थाहा त छैन, तर हाउ टु आस्क राम सन बर्थडे। रामजीको जन्मदिन कहिले हो भन्नु पर्यो भने कसरी गर्ने त? कोसिस गरिदिनुहोस् त। एकदमै यो पनि इजी पार्ट छ। सो तान्जेबी वा इचु देस्का। ओके, सामनाजीले भन्नुभयो निवाजीको बर्थडे कहिले हो? ओके, दीपक सेन्सेई नो तान्जेबी वा इचु देस्का। यस, आरिगातो। राम सान नो तान्जेबी वा इचु देस्का। सो आई थिङ्क निवा सान नो, ओके, म यो क्वेसन चाहिँ सामनाजीलाई नै सोध्छु है, बिकज निवा सान सामनाजीको बेस्ट फ्रेन्ड हुनुहुँदो रहेछ। सो सामना सान निवा सान नो तान्जेबी वा इचु देस्का। लेखिदिनुहोस् ल रिप्लाई। मजाले सक्नुहुन्छ है रिप्लाई त। ओके, सो हामी यो कुरा सल्भ गर्न सक्छौँ। मात्रै हामीले क्यालेन्डर अनुसारको गते र महिना भन्ने शब्द याद गरेपछि वी क्यान रिप्लाई इजिली है। मजाले सक्नुहुन्छ। ठिक छ? ओके, सो कुशल सान नो तान्जेबी वा इचु देस्का। कुशलजीको जन्मदिन कहिले हो त? तपाईँले आफ्नो रिप्लाई लेख्न सक्नुहुन्छ ल। ओके, ल त्यसो भए अर्को पार्टमा जानेछौँ। अर्को पार्ट चाहिँ आके कुशल सान चाहिँ डिसेम्बर 14 ने जिउनी गाछु जिउ योक्का देश ने। ओके, आरिगातो गोजाइमास। सो हामी यस्तो कुराहरू सल्भ गर्न सक्छौँ। कन्भर्सेसनको पार्टमा पनि तपाईँहरूले के गर्नु पर्यो भने अन्डरलाइन लगाएको टपिक मात्रै चेन्ज गर्ने। टपिकमा यस्तो जुन वर्ड दिएको छ त्यो राखेर मात्रै कन्भर्सेसन बनाउने र उसले के एक्सन गरिरहेको छ, पढिरहेको छ भने यहाँनिर बेङ्क्योसिमास भनिरहेछ, ऊ चाहिँ सुतिरहेको छ हो, सुत्ने कसरी भन्ने, अनि बाहिर रेस्टुरेन्टमा खाएको रहेछ, त्यो कुरा कसरी व्यक्त गर्ने कन्भर्सेसन ट्राई गर्न सक्नुहुन्छ है त साथीहरू। ल त्यसो भए सेम तरिकाले तपाईँहरूले बीको पनि त्यस्तरी नै तपाईँहरूले कोसँग जाने भन्दाखेरि यहाँनिर हेर्नुहोस् त, कोसँग र केमा भन्ने मात्रै प्रश्न चेन्ज गरिदिने। अरू डायलगहरू सेम तरिकाको हुन्छ। यो पनि एक्चुअली तपाईँले पिडिएफ फाइल चेक गर्न सक्नुहुन्छ। र साथसाथै एउटा सजेस्ट गर्न मन लाग्यो ल साथीहरू, तपाईँहरूलाई बुक डाउनलोड गर्नुभएको छ कि छैन? यो बुकको नाम हेर्नुहोस् त, मिन्ना नो निहोङ्गो भन्ने बुक डाउनलोड गर्नुभएको छ कि छैन साथीहरूले? पहिला भन्नुहोस् त। सामना सनसेट यस। सो सामनाजी तपाईँले अडियो पनि डाउनलोड गर्नुभएको छ कि छैन? यु क्यान डाउनलोड अडियो एज वेल है, मजाले अडियो पनि। ओके, सामना सनसेट अडियो चाहिँ छैन सर भन्नुभयो सेन्सेई। यस, प्र्याक्टिस गरेर तपाईँलाई देखाउने कसरी। यस, ओके, डोन्ट वरी, हामी तपाईँलाई यो 1-2 हप्तापछि तपाईँहरूको लागि एउटा ग्रुप क्रिएट गरिँदैछ। त्यसपछि तपाईँहरूले गर्नुभएको प्र्याक्टिस मलाई मजाले देखाउन सक्नुहुन्छ, हामी कुरा पनि गर्न सक्छौँ है। तर तपाईँहरूलाई चाहिँ एउटा रुलमा राखेर गरिदिन्छौँ। तपाईँहरूले बाहिरी व्यक्तिहरूलाई त्यहाँनिर इन्भल्भ गर्नु भएन। जो जस्तो हामी मेहनत गर्ने ग्रुप छौँ उहाँहरूलाई मात्रै अलाउड हुने भएकोले त्यति बेला चाहिँ हामीले केही समय पश्चात तपाईँहरूको होमवर्कहरू, अभ्यासहरू अनि एक्जामको प्रिपरेसन पनि हामी इन्डिभिजुअली नै गराउनेछु। डोन्ट वरी है त। ल साथीहरू, यता हेरिसकेपछि यहाँ पनि त्यही अनुसारको प्र्याक्टिसहरू छ। सो नट निड टु वरिड, हामीले चिन्ता गर्नुपर्ने केही पनि देखिँदैन। सो म ढिला नगरिकन एकचोटि खान्जी जाउँ त साथीहरू? यस सर नो त्यति भन्नुहोस् है। हामी 10 मिनट सर र खान्जी हेर्नेछौँ, त्यसपछि हामी अर्को आइतबार लेसन 6 को लागि हामी तयारी अवस्थामा बस्नेछौँ। सो वाट एबाउट यु गाइज? हामी खान्जी जान सक्छौँ त अब 10 मिनटको टाइमलाई? टाइप गर्नुहोस् है, यस अर नो प्लिज। अनि मलाई नि सजिलो हुन्छ नि त है सोध्नको लागि पनि। हिजो अस्ति सिक्नुभएको खान्जी याद छ कि छैन? सामनाजी, प्रमिलाजी हुनुहुन्थ्यो सायद,
कुशलजी पनि हुनुहुन्थ्यो जस्तो लागिरहेछ है यस ओके हामी गर्न सक्छौँ त ओके ल त्यसो भए यो पार्टमा यहाँ साथीहरूबाट केही पनि रिप्लाई नआएकोले मैले चाहिँ केही अडियो बजाउने छु तपाईहरुले चाहिँ त्यसको रिप्लाई मलाई च्याट बक्समा बताइदिनु होला ओके रेडी हुनुहुन्छ खै त रेडी भन्नुभएको खै त रिप्लाई नै आइरा छैन है साथीहरुबाट यसरी साइलेन्ट चाहिँ नबस्नुस् ल ओके साथीहरुले अब अडियो सुन्ने कोसिस गरौँ हुन्छ त सो साथीहरु अडियोको लागि रेडी हुनुहुन्छ हैन मात्रै तपाईहरुले चाहिँ त्यसमा के यहाँ क्वेशन बजिरहेको हुन्छ मात्रै तपाईहरुले रिप्लाई टाइप गरेर च्याट बक्समा कति सक्दो छिटो सक्नुहुन्छ आन्सर दिनु होला है त ल सुन्नुस् है त अडियो फर्स्ट यो लेसनको फर्स्ट अडियो केसँग सम्बन्धित छ है त 第5課問題1番 ओके 1、第5課 सो साथीहरु अहिले साउन्ड कतिको आएको छ पहिला भन्नुस् है रेडी हुनुहुन्छ ओके ल नो साउन्ड अब साउन्ड कस्तो सुन्नु भएको छ प्लिज कमेन्ट चाहिँ गर्नुस् है 第5課問題1番1、日曜日どこへ行きますか2、なんでスーパーへ行きますか एकछिन है पहिला सुनौँ चेक गर्दैछु है 3、誰とスーパーへ行きますか4、昨日どこへ行きましたか5、誕生日は何月何日ですか यस 第5課問題1番1、日曜日どこへ行きますか2、 के भइरहेछ ना ल साथीहरु अब रेडी हुनुस् है त अडियो रेडी छ यहाँनिर बजेको क्वेशनमा चाहिँ तपाईहरुले रिप्लाई लेख्न चाहिँ भ्याउनु पर्यो ओके बी केयरफुल 第5課 सुन्नुस् है 問題1番1、日曜日どこへ第5課 सुन्नुस् ल 問 अब 題1番1、日曜日どこへ行きますか निचियोबी दोको एकिमास का रे なんでスーパーへ行きますか अनि अर्को क्वेशन थियो नान्दे सुपाए एकिमास का केमा 誰と जानुहुन्छ スーパーへ行きますか है कोसँग जानुहुन्छ यस्तै प्रश्नहरु 昨日 गरिरहेको どこへ行 छ きましたか हिजो कहाँ जानुभएछ 誕生日は何月何日ですか、第5課 अब तपाईहरुले चाहिँ यहाँनिर अलिकति अडियो फास्ट बज्ने भएकोले चाहिँ तपाईहरुलाई मैले डाउनलोड गर्नको लागि लिंक शेयर गरिदिन्छु प्लिज तपाईले यस्तो गर्नुस् ल साथीहरु सुन्नुस् ल मैले अहिले बताउन खोजेको कुरा लेख्नु होला है साथीहरुले त्यसो भए सुन्नुस् ल साथीहरु मैले तपाईहरुलाई एउटा लिंक दिएको छु तपाईले यो अडियो चाहिँ कुनै पनि प्ले स्टोरबाट डाउनलोड हुँदैन तर तपाईहरुले गुगलमा गएर मिन्नानो निहोंगो शोकुनी भन्ने शोकुनीको अर्थ चाहिँ के हो भने सेकेन्ड एडिसन है सेकेन्ड एडिसनको बुकमा गएर तपाईले यदि लिसनिङ पार्ट 1 लिसनिङ भनेर सर्च गर्नुभयो भने मज्जाले भेट्नुहुन्छ कुनै कुनै अप्सन चाहिँ डाउनलोड गर्न इजिली मिल्छ कुनै चाहिँ तपाईले चाहेको बेलामा मात्रै सुन्न सक्नुहुन्छ सो साथीहरु यो अहिले मैले जति पनि यहाँनिर बजाइरहेको अडियोहरु छ तपाईले मज्जाले आफैले आफ्नै मोबाइलमा सुन्दै प्र्याक्टिस गर्न सक्नुहुन्छ सो साथीहरु लिंक पाउनु भयो यस अर नो प्लिज टाइप है हाम्रो यो एपमा चाहिँ छैन सर भन्नुभयो ल सुन्नुस् है त हामीले यो एपमा चाहिँ अडियो लेसनसँग सम्बन्धित त राखेको छौं ठीक छ र एपबाट चाहिँ तपाईहरुले डाउनलोड गर्न मिल्नको लागि चाहिँ एउटा मात्रै क्लिप्सहरु भएकोले तपाईहरुले डाउनलोड गर्दा नि धेरै फाइल हुने भएकोले एपमा अहिले राखिएको छैन तर अडियोसँग लेसनसँग सम्बन्धित मात्रै छ त्यसैले यु क्यान इट्स अ बेटर वे तपाईहरुले चाहिँ गुगलबाट
मिन्ना नो निहोङ्गो स्योकुनीको लिसनिङ भन्ने मजाले डाउनलोड गर्न सक्नुहुन्छ है। यो चाहिँ गर्नुहोस्, एकदमै इजी छ, साउन्ड पनि क्लियर आउँछ। ठिक छ, अनि आफूले जति बेला चाह्यो स्टप गर्दै अडियो सुन्ने गर्न सक्नुहुन्छ। ठिक छ, ओके, ट्राई गर्नुहोस् मजाले। विदाउट ट्राई हामीले सम्भव नै छैन, त्यसैले कोसिस गर्नु होला। त्यस्तै पछि हामीले जब एन्फोमा जाँदै हुनुहुन्छ भने एन्फोको पनि अडियोहरू त्यहाँनिर उपलब्ध छन्, हेर्न सक्नुहुन्छ। साथसाथै साह्रै गाह्रो पऱ्यो भने चाहिँ तपाईँहरूले केसम्म गर्न सक्छु भने हामीले केही समय पश्चात जुन ग्रुप बनाउन लागिरहेको छौँ त्यसमा तपाईँलाई सिस्टमले नै अडियो भिडियो जे जस्तो चाहिन्छ म तपाईँलाई प्रोभाइड गरिदिनेछु है त। ल साथीहरू, आज हामी समयको अभावको कारणले चाहिँ तपाईँहरूलाई खान्जी कन्टिन्यू गर्न सकेनौँ र मलाई लाग्छ हाम्रो आइतबार लेसन 6 को जुन भोक्याबुलरी कम्प्लिट गरिसकेपछि हामी खान्जी जानेछौँ। त्यति बेलासम्म चाहिँ कसले खान्जी छुटाउनु भएको थियो साथीहरूले, उहाँहरूले चाहिँ पहिला पढेको खान्जीलाई चाहिँ एकचोटि रिभिजन गरेर तयारी अवस्थामा बस्नु होला है त।